हामी चढ्ने गाडीले 1 वर्षमा एउटा ठुलै हात्तीको वेट बराबरको कार्बन डाइअक्साइड ग्यास फाल्ने गर्दछ। अब 1 लिटरको कुरा गर्दा 1 लिटर पेट्रोलले 2300 ग्राम र 1 लिटर डिजलले चाहिँ 2700 ग्रामको कार्बन डाइअक्साइड फाल्दछन्। यदि भएपछि हाम्रो देशको हालत यस्तो हुँदैन त? नेपालमा कार्बन इमिसन घटाउने र आफ्नो साधनको फ्युल इफिसियन्सी या माइलेज बढाउने नयाँ टेक्नोलोजी एचएचओ कार्बन क्लिनिङ आएको छ। यसको प्रयोग गर्नाले माइलेजमा 15 देखि 20% वृद्धि र कार्बन इमिसन चाहिँ 86% सम्मले घटेको पाइएको छ। भिडियोमा म यो कहाँ गर्न सकिन्छ, त्यो सर्भिस सेन्टरको लोकेसन, प्रोसेस के छ र कति खर्च लाग्छ सबै भन्नेछु। सो अन्तिमसम्म हेर्नु होला। एचएचओ कार्बन क्लिनिङको यो सर्भिस थुप्रो लाग्छ भनेर नडराउनु होला, किनकि यो सब अनि यो कार्बन क्लिन गरिसके पछाडि तपाईँको गाडीको के हुन्छ, माइलेज बढ्छ, तपाईँको पैसा बच्छ, किनकि माइलेज बढिसके पछाडि चाहिँ टाइम टु टाइम डिजल पेट्रोल भरिराख्नु पर्दैन र त्यस पछाडि इन्भाइरोमेन्टमा पनि पोजिटिभ इफेक्ट पर्छ, किनकि कार्बन इमिसन हुँदैन। यो सर्भिस बस, ट्र्याक्टर, डोजर, जेनेरेटर सबैमा प्रयोग गर्न सकिन्छ। र यो मेसिनमा चाहिँ इलेक्ट्रोलाइसिस प्रोसेस हुन्छ र इलेक्ट्रोलाइसिस